आज चाहिँ मैले ताजा गाजरको हलुवा बनाएको छु। सो वेलकम ब्याक टु माई च्यानल। यो गाजर चाहिँ छिलेर धुइधाइ गरेर मैले चाहिँ रेडी गरेको छु। त्यहाँदेखि चाहिँ कटिङ गरेर चाहिँ राखेको छु। त्यहाँदेखिको चाहिँ कुकरमा हालेर दुध हालेर अन्त म यसलाई पाक्ने गरेर सिटी लाउँछु। फेरि मेसरको हेल्पले यसलाई म म्यास गरेर मजाले म्यास गर्नुपर्छ। त्यहाँदेखि फेरि ग्यासमा बसाल्नुपर्छ। यसलाई ग्यासमा सानो आँच गरेर घिउ, काजु, किसमिस जही पनि हाल्नुहोस्, भइहाल्छ। अन्त चिनी हालेर मजाले मिक्स गर्नुहोस् हो। त्यहाँदेखिको मिक्स गरेर चाहिँ एकछिन मजाले पकाउनुहोस्। त्यहाँदेखिको फेरि दुध हालेर यसलाई मजाले मिक्स गरेर 10-15 मिनट चाहिँ पाक्नको लागि छोडिदिनुहोस्। अन्त हाम्रो विन्टरको डिस गाजरको हलुवा पाकेर रेडी हुन्छ। अनि यसलाई गार्निस गर्नुहोस् किसमिस। हेर्नुहोस् कस्तो दामी पाकेर रेडी भयो। कसलाई खानु मन पर्यो आउनुहोस् अनि कमेन्टमा पनि भनिदिनुहोस्। तपाईँहरूले मेरो च्यानललाई फलो पनि गरिदिनुहोस्। अनि फेरि अर्को भिडियोमा भेट्छु। त्यसको त्यति बेलासम्मको लागि चाहिँ बाई बाई।